मैले चेरेडी बनाएर अब घाममा सुकाउनुलाई। हेलो साथीहरू, आज म तपाईँलाई यो करेलालाई कसरी सुकुटी बनाएर राख्नुपर्छ पछि खानुको लागि भनेर म तपाईँलाई देखाउन गइरहेको छु। मेरो घरमा चाहिँ यत्र यत्र करेला गरेको छ होइन। सुकुटी बनाएर चाहिँ पछि भिजाउँदै पकाएर खाँदाखेरि आलु जस्तै हुन्छ, यस्तै हरियो जस्तै टेस्ट आउँछ। यसलाई चाहिँ काटेर पातलो बनाएर काटो अनि घाममा सुकाएर अनि सुकुटी हुन्छ अनि पछि खानुको लागि राम्रो हुन्छ। बर्खामा चाहिँ सब्जी हुँदैन नि त, त्यही भएर यस्तो बनाएर राखेर खानु चाहिँ एकदम राम्रो। अनि यस्तो करेला फलेको छ भने सुकुटी बनाएर राख्नु होला, पछिको लागि सब्जी एकदम राम्रो हुन्छ। मैले पनि यो कहाँ सिकेको भने नि कहाँ देखेर, मेरो साथीको घरमा पहिला साथीको मम्मीले चाहिँ यस्तो सुकुटी बनाएर राख्नुभएको रहेछ अनि सब्जी बनाएर दिनुभएको त कस्तो मिठो भएको थियो। अनि मैले पनि कसरी बनाउने हो भनेर सोधेर अनि म पनि बनाएर राख्छु। साथीहरू यहाँ कति केजी छ कमेन्ट गर्नु ल तपाईँहरूले। झन्डै म जत्रो बेचौँ भन्दा पनि अब यो मन्जु कति लोभिने भन्छ होला, त्यही भएर मैले नबेचेको। गाउँमा एक सर सबैलाई बाँडिदिइसकेको हो कि मैले, त्यही भएर अब यो रको चाहिँ करेला काटिसकेँ, देख्न सक्नुहुन्छ। यो एक नाङ्लो भने यहाँले अर्को नाङ्लो, मैले चाहिँ 2 नाङ्लो बनाएँ होइन। अब यो चाहिँ म घाममा लगेर सुकाउँछु। घाम पनि यस्तो राम्रो लागेको छ एकदम।